आज त लास्टै जाडा भएको थियो। जाडोमा तातो चिज र पिरो चिज खायो भने त कस्तो आनन्द लाग्ने। हेलो एभ्रिवान, आजको मिनी ब्लगमा हजुरलाई स्वागत र मेरो मनैदेखि माया छ। बिहान उठ्ने बित्तिकै खानासाना खाएर हामी चाहिँ बारीतिर लाग्यो। भन्न चाहिँ नमिल्ने, खाना चाहिँ खाएको छैन। हामी चाहिँ अब काम गर्नुपर्ने हुन्छ, काम धेरै छ, भ्याउँदैन। त्यसो गर्दा पनि ब्याग बोकेर गर्छ त यो भाइले भनेर सोच्नु भएर होला। त्यस्तो होइन, ब्यागमा चाहिँ मैले डेक बोकेर गीत सुन्दै मजाले काम गर्नुपर्छ नि त। त्यतिकै गरेन अल्छी गरिसकेपछि त खाजा नखाने त कुरै भएन। त्यसैले करेन्ट चाउचाउ ल्याएर यसलाई मजाले पकाएर खाने भन्ने मैले विचार गरेर मात्रै भएन नि त, यसलाई पकाउन पनि सुरु गर्नुपर्छ नि त। त्यसैले मैले साग धोएर ल्याएर साग पनि त्यसमै पुरै पकाएर खाने। आज चाहिँ दामी बनाउने भनेको त गर्दै त पानी पनि पर्यो। पानी परेर चाहिँ जाडो भयो क्या। जाडोमा पिरो चिजहरू खाँदाखेरि त एकदमै आनन्द आउँछ। हेरेको त के हुँदैछ भनेको त पुरै जार खाँदै रहेछ। मेरो पुरै कुकुर पनि त्यहाँ सुतिरहेको छ। अन्डा बसाले अनि एउटा फुटेको अन्डा थियो नि त, त्यसलाई फ्राई गरेर खाने भनेर अनि मैले पुरै त्यसलाई फ्राई गरेँ। यति भन्दै देखेन, तर यति भए पनि खान त पर्यो, एकदमै मिठो हुन्छ। पाकुन्जेल चाहिँ चाउचाउ पनि पाकेर भइसक्यो। त्यसलाई मसला ससला हालेर सबै रेडी बनाएर पुरै मालमुल गरेको त तातो रहेछ। तातोमा फेरि मालमुल गर्दाखेरि खाँदाखेरि त एकदमै मिठो हुन्छ नि त। सबैलाई भाग लाएर दिइसकेपछि चाहिँ मेरो भागमा एउटा अन्डा अनि फ्राई गरेको अन्डा चाउचाउ आयो अनि एकदमै मिठो जस्तो देखिरहेको थियो। हेर्दाखेरि चाहिँ मलाई त पकाएको त होइन नि त मैले, त्यसैले यसलाई खान त पर्यो। अनि खाएर हेर्दाखेरि चाहिँ एकदमै मिठो लाग्यो मलाई चाहिँ, एकदमै धेरै मिठो थियो होइन। तर हल्का यसमा पिरो कम भयो, किनकि धेरै चाउचाउहरू थियो नि त। वाइ चाउचाउहरू पनि ल्याएर मिसाएको थियो, त्यसमा त्यही भएर पिरो कम भयो। केही छैन, तर पनि एकदमै मिठो थियो। गम खायो त, तर अन्डा चाहिँ मलाई त्यति मिठो लागेन। फ्राई गरेको अन्डा चाहिँ अनि उसिनेको अन्डा थियो नि त, उसिनेको अन्डा खाँदाखेरि चाहिँ एकदमै मिठो थियो। तर मेरो मुखको घाउले गरेर चाहिँ खानै मिलेको थिएन। रगत आइरहेको थियो अनि पुस्दै खानुपर्ने भइरहेको थियो। अनि घाउ पनि उपचार गर्न गएन, बिर्स्या गर्छ, घरमा काम हुन्छ। अनि घाउ भाउस या चाकमा घाउ भाउस करेन्ट चाउचाउ देखिसकेपछि त चाहे जेमा घाउ भयो पनि मैले खाना त छोड्ने छैन। खाँदै गर्दाखेरि चाहिँ मलाई यस्तो हुन्छ कि हजुरलाई चाहिँ हुन्छ कि हुँदैन सुन्नु है। जानुपर्ने नि छ नि त, त्यसैले बल खेलेर आएर भिडियो बनाउन नि बिर्सिसकेको रहेछ। त्यसैले आजलाई 3 मिनट ब्लग हस् त। धन्यवाद, माया छ है सबलाई।